यो जिन्दगी हो अर्को नाम रमाइलो लेट्स गो तिनजुरे एक्कासी पानी परेर हामीलाई बिजोग बनाउँदैछ बाटोमा अप्सर रोड त्यही त बिजोग बनायो आधी चाहिँ पेटमा गइसक्यो यहाँ हड्डी चाहिँ यहाँ छ सबैलाई निन्द्रा लागेको छ मलाई थाहा छ मलाई साँच्चै निन्द्रा लागेको छ होइन अलिक म छिटो सुत्छु नि त फटाक फटाक पर्यो अब सस गुनै गु छि 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 दोकेरा मतलब अरू मान्छे चाहिँ ओके अनि अहिले चाहिँ हामी यहाँ धरान क्लक टावर नजिकै छौँ होइन अब चाहिँ हामी यहाँबाट तिनचोटि यहाँबाट चाहिँ गाडी चढ्दैछौँ सुनिलहरू चाहिँ आउँदैछ सुनिलहरू बाइकमा आउँदैछ अनि हामी चाहिँ यहाँ छौँ अब हामी एकछिनमा गाडी चढ्छौँ यो गाडी चढ्छ हामी चाहिँ बाइकमा जान्छौँ सुनिल र म ल दाइ वेलकम टु मेरो भ्लग मेरो घरमा हाम्रो घरमा दाइ हो धेरैले चिन्नुहुन्छ अब के चिनेर राख्नु होइन त्यही पनि मेरो च्यानलको मान्छेहरूले चाहिँ चिन्नु होला हाम्रो आफ्नै दाइ हुनुहुन्छ मेरो त बुढी माउली पर्नुहुन्छ अनि भ्लग पाउँदैछु कि दाइ तिनचुरीको भ्लग भाउजू मजाले इन्जोय लिएर आउनुपर्छ अनि भाउजूहरू नाना भाउजू त्यही त अब छिटो लाग्नुपर्छ 12:30 भयो कति घन्टा लाग्ने 4 घन्टा लाग्छ अरे अब त्यही हो रमाइलो गर्नुपर्छ होइन दाइ एकदम इन्जोय गर्ने हाम्रो नाना हाम्रो घमन दाइको श्रीमती अनि भिडियोमा परेन हामी सबैजना तिनचुरी हिँडेको मेरो चाहिँ नाना पनि आफ्नै दाइ पनि आफ्नै भएर म चाहिँ साइनो कतै पनि नलाई दाइ नै दिदी नै भन्छु ल हाम्रो भाउजू हुनुहुन्छ यहाँ हाम्रो लालचे दाइको श्रीमती मेरो भाउजू हामी चाहिँ अनि तिनचुरी जान्छ हाम्रो ग्रुप चाहिँ यति हो अरू ग्रुप चाहिँ उहाँ लगभग पुग्न आँटिसक्यो हामी चाहिँ ढिलो भइसक्यो अब हामी पनि बाटो लाग्दैछ यहाँबाट यहाँ सुनिल र म यो जिन्दगी हो अर्को नाम रमाइलो हामी चाहिँ यहाँ धरानबाट बाटो लागिसक्यौँ ओके लेट्स गो तिनचुरे Did you wait too long? Tell him that you love him, but he's already gone, darling. Did you make two wrongs? Know that daddy never made it right before, darling. You were never made to be the judge, darling. You never changed, just wait for me to budge, darling. It's feeling like a cold dark winter and the sun still behind the trees, yeah. She asked me if I had another minute and I ain't had the heart to leave, yeah. It's feeling like a cold dark winter and the sun still behind the trees, yeah. She asked me if I had another minute and I ain't had the heart to leave. One day I'll be everything you ever wanted. अनि अहिले चाहिँ हामी यहाँनिर कमुर पुल आइसक्यो Till then I'll be out here fighting like it's nothing through the cold dark winter. Did you say goodbye, knowing damn well everybody gon' die someday? Did you waste my time? अनि अहिले चाहिँ हामी यहाँ हिले बजार आइपुगिसक्यौँ यहाँनिर यो ठाउँलाई हिले बजार भन्दो रहेछ सो हिले खबर ठिकले मगर भाषामा चाहिँ हिले भनेको हिले खबर भनेको चाहिँ के छ खबर हो त्यो तर त्यो मगर भाषाको नाम राखेको हो र होइन नि यहाँ चाहिँ यो तुङबा के भन्छ होइन तङबा कि तुङबा भन्छ म खान्न होइन त्यो थाहा छैन त्यसको स्ट्याचु छ अनि अहिले चाहिँ हामी यहाँनिर हिले धनकुराबाट अब चाहिँ हामी सिधै तिनचुरे बाटो लागिसकेको छौँ अब यहाँदेखि चाहिँ जाडो हुन्छ निकै हाइटमा आइसक्यो सो अलिक न्यानो भएर हिँड्दैछौँ अब चाहिँ Till then I'll be out here fighting like it's nothing through the cold dark winter. It's feeling like a cold dark winter. It's feeling like a cold dark winter. It's feeling like a cold dark winter and the sun still behind the trees, yeah. She asked me if I had another minute
It's feeling like a cold dark winter in the sun. उकुली कन्टेन्टतिर देखिरहेको छ मलाई के अनि अहिले चाहिँ हामी जोरपाटी छिरिसक्यौँ अब यहाँदेखि हामीलाई कति लाग्ला धेर नलाग्ला पानी पऱ्यो कि गाइस एक्कासी पानी पऱ्यो पानी परेर हामीलाई बिजक बनाउँदैछ बाटोमा सो अहिले चाहिँ हामी नुनथले कि नुनथला हो नुनथला अनि शकुन्तला अनि यसलाई चाहिँ कसरी नुनथला भनेको थाहा छैन मलाई तर अति चिसो छ यहाँ चाहिँ अनि तर जस चिसो भए पनि दामी छ वेदर चाहिँ होइन चिसो ठाउँ मन पराउनेको लागि त बेस्ट छ ठाउँ त हावा चलिरहेछ अलिक बेसी जाडो छ हल्का पानी परेर चाहिँ अलिक धेरै जाडो भएको न यति जाडो चाहिँ सायद नहोला हावा चाहिँ चिसो चल्दै रहेछ यहाँ यस्तो छ यो चाहिँ यहाँनिर नेपालको फ्ल्यागहरू टन्न छ यता पनि छ होइन यहाँ क्याफे रहेछ एउटा क्याफेको नाम पनि नुनथला नै रहेछ हामी यहाँ जान खोजेको ब्याग रहेछ हामीले गुड भेटिएन अब हामी यता जान्छौँ साइडतिर अनि अहिले चाहिँ अब हामी यहाँ नुनथलाबाट बाटो लाग्न आँटेको तिनजुरे बल्ल पानी रह्यो कि नभए अघि हामी गएदेखि पुगिसकेर के गरिसक्ने अनि पानी परेपछि चाहिँ अलिक मौसम खुलेको छ अनि अब राम्रो हुन्छ अब चाहिँ हामी यहाँबाट बाटो लाग्दैछौँ 5:30 भइसकेको छ जस्तो लाग्छ सो अहिले चाहिँ हामी बसन्तपुर आइपुगिसकेको छौँ यो बजार हो बसन्तपुर बजार निकै अगाडि आइसक्यो हामी चाहिँ माथि भएर मन्दिर जाने गेटनिरै जाँदैछौँ अहिले नै अनि त्यहाँनिर चाहिँ अब फुलहरू मजाले फुलेको रहेछ अनि यहाँनिर चाहिँ अहिले बसन्तपुर हामी आइपुगिसक्यो बजार यहाँनिर यस्तो छ यहाँनिर गुराँस तिनजुरे किनकि गुराँसले नै चिनेको हो सो गुराँस नै राखेको यहाँ यो यस्तो छ यहाँको बजार She asked me if I had another minute and I didn't have the heart to leave. कत्रो चट्टान छ यहाँनिर यो अत्रै नै ठुलो छ हेर्दा चाहिँ अलिक सानो देखेको होला यो क्यामेरामा होइन कत्रो अग्लो है हाइट पुरै त्यो बाहुबलीमा चढ्छ नि यति जरा घर त्यत्रै हो गुराँस फुलेको ठाउँमा आइसक्यो हामी चाहिँ गुराँसको बोट हो अनि अहिले चाहिँ हामी बाटोमै छौँ तिनजुरे लगभग पुगि नै सक्यो भन्दा पनि हुन्छ अनि यहाँ अब धेरै थरीको यहाँ गुराँसहरू देख्न थालिसक्यो गुराँसको बोट होइन यहाँ फुलिरहेछ यत्रो ठुल्ठुलो बोट चाहिँ गुराँसको छ म अब के भन्नु अफ छ रोड यहाँ यतातिर चाहिँ अफ छ अब तिनजुरे माथि हाइटमा जाँदा चाहिँ अफै छ रोड यस्तो छ केयरफुल भएर हिँड्नुपर्ने हुन्छ अनि अहिले चाहिँ हामी अब तिनजुरे एरिया छिरिसक्यौँ अहिले चाहिँ हामी बाटोमै छौँ हुन्छ अब माथि चाहिँ पुग्न बाँकी छ तर अब यो तिनजुरे एरिया नि हो गुराँस जताततै गुलाबी गुराँस देखिरहेको छ सबै त फुलेन तर धेरै फुलेको छ जाडोको फुले हरायो ल कस्तो भइरहेको छ गुलाबी है तल बस्नुबाट यहाँ आउने खाइदिनु हेर एकछिनमा मिली बोलिनु कति मजाले फुलेको फक्रेको क्या ढकमक्क के कस्तो हुने होला हो है त्यो फुल्यो भने त बारी सबै यता ए त्यहाँ है कोपी लाग्छ त्यसको गुराँसको राजधानी हो नि त सो अब अझै मजाले एक्सप्लोर हामी भोलि गर्नेछौँ अब हामी अहिले चाहिँ आज बस्न मात्रै पुग्ने भयौँ आज हाम्रो पानी परेर अलिकति मौसमले धोका दिएर तर अब हामी अब माथि गएर बस्नु छ आज भोलि चाहिँ मजाले एक्सप्लोर गर्ने घुम्ने अनि अहिले चाहिँ यसलाई चाहिँ ठ्याक्कै अब यता हो अहिले चाहिँ अब ठ्याक्कै अहिले चाहिँ हामी अब तिनजुरे आइपुगे नै भन्दा पनि हुन्छ अब होइन यो तिनजुरे एरिया हो हामी कहाँ छौँ भन्दाखेरि चाहिँ यहाँ पाथिभरा मन्दिर माथि छ त्यहाँ जाने गेट भन्दा थोरै मुनि होटलमा रोकेको छौँ यहाँ पहेँलो गेट देख्न सकिन्छ यहाँदेखि चाहिँ यो डाँडा हुँदै जाने हो अनि कति हाइटमा छ होइन अनि माथि चाहिँ मन्दिर रहेछ जुन चाहिँ हामी भोलि जाँदैछौँ होइन अनि हाम्रो टोली चाहिँ आज यो होटलमा यहाँ होटलको नाम चाहिँ थाहा भएन जस यहाँनिर केटाहरू बसिरहेको रहेछ अब हामी यहाँ आइपुग्यो भर्खर नवराज आएको थियो नि त नवराज दिउँसै आएर हामीलाई वेट गरिरहेछ हामी चाहिँ भर्खर आयौँ होइन जस यहाँ आएपछि चाहिँ खतरै लागिरहेछ अहिले रात परे पनि दामी देखिरहेछ
होइन हामीले चाहिँ अर्कै सोचेको थियौँ अर्कै रहेछ गुराँस मात्रै सोचेको थियौँ हामीले है ल ठिकै रहेछ ल अब त हामी चाहिँ रुम जान्छौँ हाम्रो रुम कस्तो छ कहाँ छ के छ होइन हामी बस्ने आज रुम चाहिँ यही हो अनि यहाँ मिलाउनु बाँकी छ होइन यहाँ खाट दुईवटा मात्रै थियो अनि यो चाहिँ जोडेर 4 भइसक्यो होइन अनि यो रुमको भाडा चाहिँ 1500 हो 1500 पर्छ अरे अनि यता चाहिँ वाल छ यता चाहिँ यो प्लाइ रहेछ प्लाइ होइन सो यही हो अब हामी भरे यहीँनिर अब मिलाउनु बाँकी छ मिलाएपछि राम्रो देखिन्छ अनि यहीँ सुत्ने आज अनि हामी चाहिँ भर आइपुगेको नवराजलाई चाहिँ हामीले दिउँसै पठाइदिएको नि त गाडीमा अनि यसले चाहिँ यहाँ रुम खोजेर बसिरहेको रहेछ यो रुम चाहिँ अनि यो चाहिँ लगभग 3 बजी नै आइपुग्यो हामी त 3 बजे त तलै कता थियौँ हौ हामीले सायद 3 बजे त होला हिले पनि आइपुगेको छैन खोइ कता हो अनि के अनि त चाहिँ कहाँ उत्रेको गाडी भन्दा म धेरै तल हो कि इभिले पुरै ठोकियो होला नि त माथि हजुर ठोकिन्छ होला नि त गाडी त होइन आउने रहेछ नि दाइ अरू पनि अरूहरू सबै आइरहेको मलाई त ल्याइदिँदैन नि वहाँनिर अब किन ल्याइदिएन मैले त्यति बेला ल्याइदिँदैन सबै तल तल झर्ने रहेछ होइन अनि त्यसपछि त्यहाँनिर आइपुगेको त्यो पोखरी छ नि अलिक सानो हजुर त्यहाँनिर आइपुगेको अनि कहाँनिर हुँदै अब यो हाम्रो चाहिँ होटलहरू पाउने ठाउँ चाहिँ कहाँ भनेको उयो एउटा पोल गर्नुपर्छ आइपुगिहाल्छ भने होइन त्यहाँदेखि गडै पोल गर्छु हिँड्दै कहाँ हो भने अर्को दाइले भेट्छु दाइ कहाँ भन्छु अब तिमी त आधी घन्टा 1.5 घन्टा हिँड्नुपर्छ भन्छ अर्कोले अनि एउटा अटो भेट होइन अनि अटोलाई दाइ मलाई लगिदिनु ल भनेको ल भन्थ्यो फेरि अटोले पनि एकछिन हिँडाइदिएर त्यहीँ छोड्थ्यो फेरि कतिले भाडा 100 रुपियाँ नि अनि त्यहाँदेखि त थाहै थिएन नि त्यो कता अनि त्यसपछि फेरि हिँड्दै कति घन्टा लाग्यो आइपुग्नु हिँड्न घन्टा लाग्छ तलै सोधिनु त्यही झार्दैको रहेछ कि गाडी नमाथि पुग्यो भनेर सोचिरहेको थिएँ क्या त्यही त है बिजोक भयो केही छैन ल त्यसपछिबाट निस्किँदै गरेको फेरि पानी पऱ्यो यस्तो पानीले जुडे कुद्दै आएर त्यहाँ एउटा उरेछ टहरा त्यहाँ टहरामा बसेर आएको झोला जम्पर हातमा बोकेर ए पुरै नि फेरि मेरो झोला पनि पठाइदिएको थियो अनि अनि बिजोक हुन्छ के अरे यो अनि होटल चाहिँ सबै सोध्दै आएको कि एकैचोटि यहीँ आएको सोध्दै आएको नि अरू प्याक थियो त्यो तलतिर छैन नि त ए यति मात्रै छ भने त्यसपछिबाट हिँडेको त्यो इभीको मान्छेले त मलाई पिछे पार्नु बनायो नि त्यहाँ ठ्याक्कै झर्नु बित्तिकै कहाँ हो भनेको भाइ अब एकैछिन यहीँ हो यो एउटा पोल गढेपछि पुग्छ भन्थ्यो यताको मान्छेले त्यस्तै भन्छ क्या फेरि अलिकमा अर्को एउटा जति पर गरेर सोध्यो त्यति नै बाटो अलिक एउटा आउँछु अर्कोले एउटा गाडी नै छैन त्यो गाडी भएको मान्छेले सोध्छु भाइ तिमी त इभी जान्छ त गाडीहरू गइरहेछ त लगिहाल्छ नि भन्छु दाइ यहीँ ल्याएर त नजिकै हो रे त भन्छु होइन नि तिमीलाई त 1 घन्टा आधी घन्टा लाग्छ हिँडेर त टाढो छ यो कटेर डाँडा कटेर जानु त्यो इभी चाहिँ आउँछ आयो आएन ए आएन आएको भए त ल्याइदिइहाल्छ नि आएन कि त्यही त बिजोक बनायो फेरि मोबाइलमा चार्ज पनि त थिएन मोबाइल अनि चार्ज थिएन फेरि भाउजीले कहीँ बिजोक भएछ तर एक्सपिरियन्स तर अब बाहिर राख्नु कि अहिले केटाहरू सबै बाटो छ नि त केटाहरूले म्यानेज हानेछ सुँग्दै सुत्ने अब कथा रमाइलो भएछ ल अब रमाइलो गर्न बाँकी छ अनि अहिले चाहिँ हामी यहाँ किचनमा छौँ होइन हामी सबैजना किचन किन अनछुम्बाको भाउजू ए निन्द्रा लागेको मलाई थाहा छ अनि धुवाले आँसु आइरहेछ भाउजूको यहाँ दाइ चाहिँ खाना बनाउँदैछ हामी चाहिँ अब यहाँनिर होटल यहाँनिर चाहिँ चिकन खानेलाई अनि अब चिकन नखाने भेजहरूलाई चाहिँ यहाँनिर भेज छ मसला छ यहाँ आलुको तरकारी अचार मसला के बन्दैछ अनि बल्ल हाम्रो पाएको खानेकुरा पाएको होइन खाँदैछौँ निन्द्रा पनि लागिरहेछ देखिरहेको पनि होला सायद निन्द्रा पनि लागिसकेको छ अनि यहाँनिर चिकन खानेलाई चिकन अनि भेज खानेलाई भेज मेरो चाहिँ आलु छ यहाँ होइन खाँदैछु अनि यहाँ हामी चाहिँ सुनिल थापा हाम्रो घवान दाई हाम्रो सुमित्रा नाना भाउजू भन्दा भन्छ मेरो नाना नि आफ्नो पर्छ अनि हाम्रो भाउजू हाम्रो लालसी दाईपट्टिबाट के नाम चाहिँ के भन्नुभएको थियो छवि माया मगर अनि हाम्रो नवराज
अनि हाम्रो लाल्से दाई अनि म यहाँनिर अनि यहाँ चाहिँ दाईहरूको चाहिँ जाँदैछ चिकन आफ्नो चाहिँ आलु यो चाहिँ 2500 है 2500 अलि सकिएको अलिक अघि धेरै थियो 40 को भाले हो न अनि आधी चाहिँ पेटमा गइसक्यो यहाँ हड्डी चाहिँ यहाँ छ अनि 40 को भाले यहाँ हाम्रो दाई भाउजू हुनुहुन्छ यहाँ दाई दिदी भनौँ जे भने पनि यहाँ हाम्रो पसल उहाँहरूकै होटल हो उहाँहरूकै होटलमा आज हामी बसेको छौँ यहाँ ठ्याक्कै पाथी भएर मन्दिर जाने गेटको थोरै मुनि हजुर यहाँनिर कोठाहरू प्रशस्त रहेछ सो हामी चाहिँ आज यहीँ बसेको छौँ बास हामी भोलि चाहिँ हामी बिहानै मन्दिर जानेछौँ सनराइज हेर्ने भनेको अब बादलले छोप्ने नछोप्ने कतिको मौसमले साथ दिन्छ होइन एकदम मिलनसार हामीले चाहिँ यहाँ आफैले पकाएर खुवाएको एकदम घरमा पकाए जस्तो आफैले नै हाम्रो अब यहाँनिर नाना भाउजूहरू हुनुहुँदैछ अनि यहाँ उहाँहरू पनि हुनुहुँदैछ त्यो पनि अब आगो ताप्दै अब जाडो छ नि त लेकमा अनि आफैले पकाउँदै ताप्दै गफ गर्दै अनि हामीले बनाएर खाँदैछौँ सो त्यही हो अहिले चाहिँ हामी चाहिँ यहाँनिर एकदमै हाइटमा छौँ 2500 लगभग 2500 मिटर होला 2600 भनौँ न 2650 तिनजनामा आउँदाखेरि उहाँहरूलाई कन्ट्याक्ट गर्नु उहाँहरूको नम्बर हामी त्यहाँ स्क्रिनमा राखिदिन्छौँ 2650 मिटर समुद्रको सतहबाट सो अब भोलि हामी जुन मन्दिर जाँदैछौँ पाथी भएर उहाँ चाहिँ त्यो चाहिँ अझै टपमा छ कति 2900 कति 2800 कति होइन अब त्यो चाहिँ मजाले म रिसर्च गर्छु सो त्यही हो अब हामी एकछिनमा खाना खान्छौँ भाइ 2500 को झन्डै 40 को भाले गयो नि हौ ल ठिक छ कपी यो त कुन के भाले अरे 40 को क्रस कालिजको क्रस छ क्रस गिरिराजको दाई ल सबैलाई निन्दा लागेको छ मलाई थाहा छ होइन मलाई साँच्चै निन्दा लागेको छ होइन अलिक म छिटो सुत्छु नि त अनि म अनि हिजो अलिक ढिलो सुतेको छु अनि आज अलिक चाँडै निन्दा लागिरहेको छ अनि यहाँनिर ल सबैजना खाना रेडी सुरु भइसकेको छ मासु खानेलाई मासु होइन एकदम यो चाहिँ लोकल कुखुरा हो फेरि जस्तो होइन त्यो ब्रोइलर पनि होइन 2500 परेको छ थोरै होइन होइन अब यति टाढा यति माथि त अफकोर्स महँगो नै पर्छ त्यो सामानभन्दा पनि अब यहाँ टाढा भएपछि होइन ट्रान्सपोर्टेसन यताउता हरेक कुराले खर्च लिन्छ अनि यहाँ गाह्रै छ नि त ल अनि मेरो चाहिँ यहाँ भेज खाना पनि छ भेज खाना चाहिँ मेरो भुजिया छ अनि त्यसपछि रायोको साग अनि अचार छ यो टमाटरको यहाँ आलु दाल छ अनि दाईहरूको चाहिँ यो चिकन छ अचार छ आलु छ साग छ जस मेरो बाहेक अरू मासु छ होइन जस कस्तो छ त मिठो छ त आफैले बनाएको हो कि उहाँले नै बनाउनु भयो यो चाहिँ मिलेर हो सब्जी उहाँले बनाउनु भयो मासु मैले बनाएको ए ल ठिक छ मिठो छ नि होइन ल मासु मिठो भएको छैन कसले पकाएको रे यसमा चाहिँ म केही बोल्दिनँ मैले त खाएको छैन मलाई थाहा छैन है कस्तो छ टेस्ट ल अब चाहिँ हामी खाना खान्छौँ है त ल अनि अहिले चाहिँ हामी उठिसक्यो होइन एकदमै अघि त चिसो थियो अनि मुख पनि धोयो बल्ल चिसो पानी चाहिँ यहाँको हावा त भन्दा पनि पानी चाहिँ धेरै चिसो हुन्छ क्या त्यो पानी छुएपछि अझै चिसो हुन्छ अनि अहिले चाहिँ हामी यहाँ गुराँस देख्न सकिन्छ यहाँ हाम्रो सुनिल नवराज होइन यहाँनिर चाहिँ मान्छेहरू लहर सबैजना जाँदै हुन्छ उठेर यहाँ माथि एउटा गाडीमा अर्को टोली आइसकेको छ यहाँनिर होमस्टे यो होटलतिर यतातिर मान्छेहरू बस्नुभएको रहेछ सो उहाँहरू पनि अब माथि पाथी भएर मन्दिर जाँदै हुनुहुन्छ उहाँ गेटबाट जाने हो माथि यहाँबाट आधी घन्टा लाग्छ भनेको छ सुन्नमा चाहिँ अब कति टाइम लाग्छ भरे हामीलाई थाहा हुन्छ हामी पनि जाने हो होइन अनि यस्तो छ बबाल वाइल्डै रमाइलो हुनेवाला छ तातो पानी टक्क लिएर तातो पानी टक्क बिहानी शुभ बिहानी चाहिँ आज 3 जुरेमा है ठिक छ फेरि अहिले कुहिरो लागेको छ तर कुहिरो लागेको पनि मलाई चाहिँ मन चाहिँ पर्छ होइन तर अब घाम लागेको अलिकति भ्यू देखिन्छ भन्ने मात्रै हो
तर चिसो चिसो ठाउँमा आएपछि यही नै हो नि होइन अभियसली कुहिरो त हुनै भयो अनि अहिले चाहिँ हामी यहाँ माथि मन्दिरतर्फ लागिसकेको छौँ सास अहिले नै अब ब्याग भयो गलेर फटाक फटाक पर्यो अँ, फटाक फटाक अब सास चाहिँ अब फेर्न गाह्रो हुन्छ अगाडि बढौँ अझै माथि पुगेपछि चाहिँ किनकि हाइट पनि बढ्दै जान्छ अनि चिसो हावा पनि बढ्दै जान्छ भक्ति देखाउनु पऱ्यो क्या अनि यो भनेको तर मन्दिरहरू धेरै जसो जुन पनि हाइटमै हुन्छ नि त त्यो भनेको चाहिँ भगवान्लाई सजिलै पाउन सकिँदैन भन्ने कुरा हो क्या तल नै भएको मन्दिरको अलिक हुँदैन नि त्यति वास्ता पनि हुँदैन भ्यालु पनि हुँदैन क्या केही अब शक्तिहरू चाहिँ भगवान्हरूको दर्शन गर्नलाई चाहिँ अलिक दुःख नै गर्नुपर्छ भन्ने कुरा हो यो चाहिँ 2660 भनेछु किलोमिटर भनेछु कि मिटर हो मेरो चाहिँ किलोमिटर भन्ने बानी भएको छ यो रोडले गर्दा होइन सो मिटर हो है अब म हो इन्जिनियर भएर अब म अहिले त भन्नु मिल्दैन अब पास भएपछि पाथी भएर माता की जय कति राम्री तिमी हाँसिदेऊ न हाँसिदेऊ न कति राम्रो बुने तिम्रो नाम के अरे तर कति 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 धेरै राम्रो रहेछ क्या नानी ल कस्तो रमाइलो हो नाइस टु मिट यु ठुली भएर ठुलो मान्छे भन्नु ल राम्रो मान्छे बन्नु ठुलो मान्छे भन्दा पनि राम्रो भोलिपछि ठुलो भएपछि तिमीले यो भिडियो भ्लगतिर युट्युबतिर देख्यो भने खुसी हुन्छ नि त अनि अहिले चाहिँ हामी पाथी भएर मन्दिरमा गएर पूजा गरेर फर्किँदैछौँ हाम्रो टोली चाहिँ अगाडि गइसक्यो मर्नौरा चाहिँ यहाँनिर अलिक ढिलो भयो होइन ल सबैजना जाँदैछौँ पाथी भाडाले के अरे रक्षा गर्नु हो अनि यहाँदेखि चाहिँ तल के धुर्बिस होइन कस्तो दामी देखिन्छ यहाँ रहेछ यहाँबाट चाहिँ भ्यू अनि खुसी एकदमै धेरै खुसी लागिरहेछ पूजा गरेर साँच्चै भनेको कस्तो मजाले पूजा गरेको है यो गरेर ढोगेर चढाएर आशीर्वाद लिएर होइन आफ्नो मनोकामना अनि के अरे सबै कुरा मागेर राखेर व्यक्त गरेर कस्तो मनै शान्त भयो अनि तर है मन्दिरले चाहिँ छुट्टै दिने क्या ऊ एनर्जी पोजिटिभ एनर्जी क्या कस्तो धेरै पोजिटिभ एनर्जी दिने क्या मन्दिरले अनि अहिले चाहिँ हामी तिनजुरे 5 पोखरीमा छौँ अनि यहाँनिर चाहिँ यहाँ बोर्ड पनि लगाएको छ तिनजुरे क्यापिटल अफ रोडोडेन्ड्रम क्यापिटल अफ लालीगुराँस भन्नु खोजेको लालीगुराँस बचाउँ हाम्रो पहिचान बचाउँ सो यो चाहिँ यहाँ लेखिएको छ यो चाहिँ राम्रो कुरा हो सबैले यसलाई चाहिँ फलो गर्नुपर्ने हुन्छ गुराँस टिप्न हुँदैन होइन अनि यो चाहिँ 3010 मिटर सी लेभलदेखि समुद्रको सतहदेखि त्यतिको हाइटमा रहेछ सो धेरै नै हाइटमा छ भनेर बुझ्दा हुन्छ अहिले चाहिँ ठिकै छ होइन दिउँसो चाहिँ बिहान र बेलुका चाहिँ जाडै हुन्छ यहाँ खत्रै जाडो हुन्छ अनि यहाँ अर्को पनि छ
के छ हो होइन यो तल्लोबाट जान्छ 5 पोखरी तल पोखरी चाहिँ हामी जाँदैछौँ यहाँदेखि यो भित्र छिर्नुपर्छ एउटा मास्तिर जाने एउटा तलतिर जाने छ हामी चाहिँ तलतिर जाँदैछौँ यो सिडी हुँदै जानुपर्छ अनि दाइहरूले चाहिँ हामीलाई छोडेको गइसक्नुभयो होइन रिसाइ पनि सक्नुभयो होला यहाँ बोर्डहरू देख्न सकिन्छ यहाँ गुराँसहरू फुलिरहेछ ढकमक्क होइन पाक्कै होइन अब धेरै जस्तो मैले गुलाबी र रातो नै देखिरहेको छु सेतो पनि अलिअलि देखिरहेको छु अब हेरौँ 28 29 प्रजातिको भन्ने छ तर 28 भन्छ कोही अब हेरौँ हामीले तर सबै त अफकोर्स अहिले भेटिँदैन सबै त फुलेको देखेको छैन तर बोटको प्रजाति चाहिँ त्यतिवटा होला सायद आई थिङ्क Hanging on, walking tall. Some days I got no use for it all. Working hard, making less. Some days are bad, bad at best. अनि अहिले चाहिँ हामी यहाँ 5 पोखरीमा छौँ यहाँ तल पोखरी छ तर अलिक सुकेको रहेछ अनि त यहाँनिर चाहिँ गुराँसहरू फुलिरहेछ सबैतिर त्यस्तै नै हो होइन यतातिर राम्रो छ मलाई राम्रो लाग्यो यो डाँडा कति धेरै राम्रो छ अनि हामीले चाहिँ यो अहिलेसम्म यो एरिया घुमे मध्ये चाहिँ अहिले हामीले अलिक अरूभन्दा डिफ्रेन्ट देखेको भनेको चाहिँ अरू चाहिँ हामीले त्यही रातो र गुलाबी देखिरहेको थियौँ अनि अहिले यो चाहिँ सेतो चाहिँ फर्स्ट टाइम देख्यो है अनि यहाँ छ यो चाहिँ सेतो रहेछ यो चाहिँ अनि 28 प्रजाति त थाहा भएन कि 3-4 प्रजाति देख्न पाइसक्यो कलर्समा चाहिँ बोटमा चाहिँ थाहा भएन अनि यहाँको फुल चाहिँ टिप्नु पाउँदैन टिप्यो भने चाहिँ 50 देखि 5 देखि 55 हजार होइन 5 देखि चाहिँ 55 हजारसम्मको चाहिँ जरिवाना छ अनि अहिले चाहिँ म यहाँ तल आइपुगेँ यहाँ माथिबाट केटाहरू चाहिँ माथि नै छ यो भिड हुँदै आएको म हेर्दा यो होचो देखेको होला धेरै तल छ यस्तो फेरि यहाँ अखेटाहरू पनि छैन गाह्रै थियो म आइपुगेँ यो हेर्न नै आएको नजिकबाट अलिक अरूभन्दा डिफ्रेन्ट लागेर यो यस्तो रहेछ होइन सेतो हल्का हल्का गुलाबी तर यो सेतै छ अहिले यो कि त यो गुलाबी हुनु बाँकी हो कि त यो सेतै प्रजाति हो अरूभन्दा मैले एकदमै डिफ्रेन्ट देखेँ त्यही भएर यहाँ आएको म चाहिँ नजिकबाट छुएको छैन हौ टिप्नु चाहिँ हुँदैन है स्मेल चाहिँ गरौँ न केटा गुराँसको बास्ना हुँदैन क्या हुँदो रहेछ अर्कै खालको हुँदो रहेछ अति ब्युटिफुल छ अनि यहाँनिर चाहिँ यो तिनजुरेमा 5 पोखरीमा यहाँनिर अब यति धेरै पर्यटकहरू आउँछ होइन यो फेरि नगरपालिका नै पर्दैछ गाउँपालिका पनि होइन नगरपालिका हुँदाहुँदै पनि यो पब्लिक टोयलेट चाहिँ बनाएको रहेछ बनाउनु चाहिँ बिल्डिङ चाहिँ यसो हेर्दा बाहिर राम्रै छ 1 करोडकै खै कतिहरू सुनेको चाहिँ अनि भित्र चाहिँ यति धेरै फोहोर छ कि न व्यवस्थापन राम्रो छ न के पानी नै छैन होइन गुनै गु छि त भनौँ के अनि यति धेरै पर्यटकहरू आउँछ र पनि यहाँको नगरपालिकाले त्यस्तो व्यवस्थापनलाई ध्यान दिएको छ जस्तो लागेन यसो एकदमै खत्तम यो चाहिँ आफ्नो राम्रो ठाउँलाई नराम्रो त भन्न मन लाग्दैन तर यो चाहिँ अति नै डिसअपोइन्टिङ अनि यति धेरै फेमस पनि भइसकेको छ र पनि यो ठाउँलाई अझै व्यवस्थापन नगरेर पनि होला जस्तो लाग्छ अझै राम्रो व्यवस्थापन गरेदेखि यो ठाउँ अझै अहिले अनि राम्रो छ त अझै राम्रो बनाउन सकिन्थ्यो तर यहाँको यो मान्छेहरूले नै भन्दा पनि अब नगरपालिकाको मान्छेहरूले चाहिँ ध्यान दिएको भएदेखि अनि अहिले चाहिँ हामी तिनजुरेबाट अब चाहिँ हामी बाटो लगाइसक्यौँ यहाँबाट गुराँसहरू हेरेर घुमेर डुलेर अनि अहिले चाहिँ हामी यहाँ बसन्तपुर आइपुगिसक्यौँ अनि अब चाहिँ हामी चाहिँ यहाँबाट अब धरान जाने गाडी खोज्दैछौँ हामीलाई ढिलो भइसक्यो 1:30 भइसकेको छ फेरि गाडी पाउँदैन हामी धरान पुगेर फेरि गाडी जानुपर्ने हुन्छ अनि यहाँबाट चाहिँ अब हामी छुट्टिँदैछौँ हाम्रो ग्रुप चाहिँ हाम्रो सुनिल थापा हाम्रो लान्छे दाई भाउजू अब दाईहरू चाहिँ भरे कतिखेर कता कता घुमेर आउनुहुन्छ ल दाई रमाइलो गर्नु है ल मजाले त्यो ल तिमी पनि उस चाहिँ शङ्खसभा जाने हो ल राम्ररी जाऊ ल भाउजू बाई ल राम्ररी जानु ल अब हामी चाहिँ यहाँ गाडी खोज्छौँ गाडी
इबी पाउँछ के पाउँछ हेरौँ गाडी पायो जेमा पाउँछ त्यहीमा जाने अनि आज चाहिँ हामीले आज चाहिँ खाना नै खाएको छैन बिहान पनि त्यही चाउचाउ खाएको त्यही एउटा चाउचाउ रम्बम चाउचाउ बनाएर खाएको अहिले पनि त्यही चाउचाउ बनाएर खाँदैछौँ अब चाहिँ गाडीतिरै पुगेर खाना खानुपर्छ जस्तो चाउचाउ भनेर छ मेरो नमाज पुगाउनु चाउचाउ अब यही खाने चितौ जाने भरे खाना खानु घर पुग्ने खाना त खाइन्थ्यो होला कि भ्याइएन क्या अब गाडी छुट्छ होइन गाडी घुम्न पनि उतातिर घुम्दा ओर्दा भ्याइएन सो अब चाहिँ बसन्तपुरमा छ अब यहाँदेखि हामी गाडी खोजिरहेको छौँ धरान जाने अनि धरानदेखि गाडी हेरौँ लक्कीले भेट्छ होला सायद अनि अहिले चाहिँ हामी यहाँनिर बसन्तपुरबाट गाडी चढेर धरानको गाडी चढेर अहिले आधी बाटो आइपुगेको छौँ अनि यहाँ चाहिँ पेट्रोल हाल्छ गाडीले अनि खाजा खाएँ हामीले केरा कोला अनि यो भ्लग चाहिँ अब यति नै यो यतिमै आएर इन्ड हुन्छ अनि हामी किन बल्ल बल्ल घर आइपुगिसकेको छ सो यति नै हो जस रमाइलो भयो 3-0 को यात्रा अनि त्यही हो अब भिडियोहरू आउँदैछ होइन अब बिस्तारै आउँछ अलिकति टाइम लागिरहेको छ तर भिडियोहरू अब आउँदैछ सो सी यू एभ्रीवन इन अनदर भिडियो भेरी सुन त्यतिखेरसम्मको लागि चाहिँ किप वाचिङ दाजुभाइ ट्राभल्स पुरानो भिडियोहरू नै सो त्यही हो सी यू बाई बाई